आज हामीले के काम गऱ्यौँ म भान्जालाई सोध्छु हैन। भान्जे हजुर आज हामीले के गऱ्यौँ अरे? ओहो आज हामीले यस्तो कामहरू धेरै गरियो। हजुर यहाँदेखि लिएर सर्लक धोएर माथि सबै धोएर हैन हजुर पुछेर भोटेर हजुर चिटिक्क बनाएको छ। हजुर अनि आज चाहिँ सफा छ हाम्रो किचन हो। हजुर सफा गर्नुपर्छ। हजुर किचन सधैँभरि यस्तै होस् भन्ने आशा राख्छु म। हजुर यस्तै गर्नुपर्छ अब हामीले है। आज चाहिँ यति सफा गऱ्यो हेर्नु यताउति सबै हेर्नु कस्तो लाग्छ हजुरलाई हजुरले भनिदिनु है। एकचोटि ल अनि यो सिर्बल फाइल किन प्याक गरेको नि भन्छ? यो यहाँभित्र पानी जान्छ भनेर हजुर यो धुँदाखेरि पानी जान्छ भनेर यसलाई ढाकेको हो। पानी नजाओस् भनेर यसलाई यसरी ढाकेर राखेको सबै। हजुर हजुर यता चाहिँ यहाँ अब तेलसेलहरू हुन्छ त्यो तेलहरू यहाँ जान्छ भनेर म पत्रिका राखेको तल। हजुर अनि यहाँ तल नि पत्रिकाहरू राखेर ट्याक्क भाँडाहरू राखेको छ। हजुर यता पनि मिटाएर राखेको छ सबै। अनि यसमा चाहिँ के हाल्ने होला नि? यसमा चाहिँ हामी चाहिँ प्रायः जस्तो दानाहरू हाल्छ। ए, यो फोडो। सुँगुरको लागि ए, ए। सुँगुरको लागि हाल्छ। सुँगुरको लागि चाहिँ यही खाना साना यही हुन्छ सुँगुरको। अनि हप्ता दिनमा एकचोटि आउँछ लिएर जान्छ। ए अरू केही सोध्नु छ? अरू यसलाई के भन्छ? यसलाई चाहिँ यो हामीले यही बनाएको लोकल मसला हो। यसलाई चाहिँ सेक्सी मसला हो। सेक्सी मसला। यो हामीले आफै यो नाम कसले राखेको नि? यो नाम चाहिँ हामीले आफै राखेको बनाउँदाखेरि अब सेक्सी भयो खाँदाखेरि। अनि सेक्सी मसला नाम राखिदिएको यसको चाहिँ। यो कसले मिलायो होला यसरी? यसरी चाहिँ हामी आज ट्याक्क मैले मिलाएको सबै यो सामानहरू ट्याक्क मिलाएर राखेको। हजुर फोहोर हुन्छ भनेर तल प्लास्टिक पनि राखेको छ अझै ट्याक्क लाएर। हजुर यो सिर्बल फाइल कहिले निकाल्ने होला? यो सिल्भर फाइल त अब भोलि ठ्याक्क स्टार्ट गरिन्छ खानाहरू बनाउनलाई। हजुर अनि त्यसपछि निकालेर राखिन्छ हामीले। ए ठिकै हो, ठिक छ भनेपछि ठिक छ सबै कुरा ठिक हजुरलाई छ। कस्तो लाग्छ के लाग्छ कस्तो छ किचन? किचन त यहीँ सुत्न पाए नि सुतिन्थ्यो होला होइन? त्यस्तो सफा लाग्यो हजुरलाई? त्यस्तो सफा छ किचन होइन? टल्किया टिलिक्क बत्ती बोलेको रहेछ यहाँ हजुर होइन? बत्ती त अब यता नि बोल्छ यता नि बोल्छ बाल्न मन लागि यहाँ पनि छैन बाल्न मिल्छ ट्याक्क। ल ठिक। यो के हो नि? यो सी फ्रिज हो। हजुर। यसमा चाहिँ हामीले फ्रिजमा चाहिँ अहिले सामानहरू केही राखेको छैन। हजुर यो सामानहरू यसभित्र राखिन्छ। हजुर हजुर यो सी फ्रिज हो। हजुर अनि यता डी फ्रिज छ। हजुर यो डी फ्रिज हो। यहाँ चाहिँ अब चिकनहरू मोमोहरू यहाँ राखिन्छ। हजुर यो चाहिँ माइक्रो ओभन हो। हजुर। यहाँ चाहिँ अब तताउनेहरू खानाहरू तताउने मासुहरू तताउने गरिन्छ हामीले। हजुर हजुर त्यही छ हामीलाई। भनेपछि सबै ठिकै छ हजुर अहिले पकाइदिएको साथ एकदम ठिकै छ। अनि व्यापार कतिको भयो नि? अनि व्यापार त अब भएको छैन अब जे होस् एक हप्ताभन्दा बढी हाम्रो किचन बन्द थियो। हजुर अनि त्यो कारणले चाहिँ अब भोलिबाट चाहिँ स्टार्ट हुन्छ हाम्रो किचन। हजुर भोलिबाट स्टार्ट हुन्छ सबै कुराहरू। हजुर अहिले चाहिँ बन्द थियो हालचाल बन्द थियो अनि अहिले खोलेको नयाँ हजुर। रेस्टुरेन्ट हो। हजुर। अब सुरु स्टार्ट गर्ने हो बल्ल। रेस्टुरेन्टको नाम के हो नि? यो रेस्टुरेन्टको नाम ट्रायल्स एन्ड बार हो। हजुर। रेस्टुरेन्ट बार सबै। स्टेट नम्बर कति हो? यो स्टेट नम्बर ठ्याक्क 4 र 3 को बिचमा छ। हजुर ल हस् त हस्, ल ल ओके ल ल बाई बाई बाई। ओके।